पेमेन्ट पैसा पेमेन्ट चाहिँ यसमा गर्नुपर्ने हो तर उसले चाहिँ पेमेन्ट यसमा गर्दैन मेरो अर्ग्यानाइजको एटिएम मसँग छ अब यसलाई चाहिँ खाएर टेस्ट गरेँ हेलो है त मेरो रेगुलर कस्टमर अनि भर्खरको केटी हो क्या त्यो जहिले आउँछ होइन नै दिएको छ त्यो खानेकुरा त यार के हो त्यो यसमा चिकन भित्र हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई न्यू भ्लगमा तपाईँहरूलाई फेरि पनि स्वागत छ मन प्रकाश घरती मगर युट्युब च्यानलमा फाइनल्ली मेरो पनि 3400-3500 पुग्न थालिसक्यो 3500 पुग्न थालिसक्यो सब्सक्राइबर जो जति मेरो च्यानलमा आबद्ध हुनुभएको छ तपाईँहरूलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु र आगामी दिनहरूमा पनि यसरी नै जोडिँदै जानु होला नयाँ साथीहरू पनि र जो जति जोडिदिनु भएको छ भिडियो हेरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला तपाईँको साथ सपोर्टले गर्दाखेरि यो सानो मान्छे फुजुङ्ग्रे मान्छे के थाहा भोलि अलिकति राम्रो हुन सक्छ त्यो भएको खण्डमा तपाईँहरूलाई पनि मैले केही गर्न सकौँ आशा छ है हुन त अब मेरो त्यस्तो साह्रै अब भ्लगै बनाएर हिँड्नुपर्ने त्यो समय पनि छैन त तर पनि मलाई एउटा रहर छ क्या यो भिडियोहरू बनाउने होइन त्यो यताउति गर्ने छ रहर भएर भिडियो बनाइरहेको अनि अहिले म स्टिल ड्युटीमै छु अनि यो म्यागजिन लिएर यो स्टिकर लिएर मैले सिधै हमला गर्न जाँदैछु सिधै हमला केलाई गर्न जाँदैछु भनेदेखि चाहिँ अब कार्पेटलाई हमला गर्न जाँदैछु है म कार्पेटलाई कसरी हमला गर्छु भनेपछि अब यसमा चाहिँ हेर्नु होला है तपाईँले हेर्नु होला है त साथीहरू अब चाहिँ म कार्पेटलाई हमला गर्छु कसरी हमला गर्छु भनेदेखि चाहिँ यसरी राख्दैछु मेरो जाबादेखिलाई जाबा नदेखिलाई जाबा यसरी यसलाई चाहिँ यसरी गर्नुपर्छ क्या होइन साथीहरू ल है साथीहरू आज चाहिँ एउटा मेरो रेगुलर कस्टमर अनि भर्खरको केटी हो क्या त्यो जहिले आउँछ होइन अनि त्यसले चाहिँ मलाई केही न केही त दिइराखेको हुन्छ कि जहिले पनि हतिया भने के भन्छ अरे टिप्स सम्झौँ न पैसा पनि दिइराखेको हुन्छ आज चाहिँ खानेकुरा चाहिँ के दिएको रहेछ त हेरौँ है त पुरा प्याक गरेर लिएर आएको रहेछ यो अघि त्यहाँ म ल्याउँदाखेरि चाहिँ फाटियो यहाँ चाहिँ तर के छ त भित्र होइन हेरौँ खोलेर हेरौँ त के चाहिँ लिएर दियो त अहिले यो चाहिँ मेरो रेगुलर कस्टमर है यो जो अहिले मलाई चाहिँ यो खानेकुरा लिएर दिएको छ के हो यस्तो यार यो भयो होइन यो चाहिँ के हुन्छ स्पुन होला सायद स्पुनै बुढीको रहेछ क्या हो यो त आमामा के हो यति धेरै ल बे ओ माई गड टन्नै दिएको छ त खानेकुरा त यार यो के हो फेरि यसमा चिकन रहेछ भित्र थ्याङ्क यू सो मच है यो चाहिँ मेरो रेगुलर कस्टमर हो यस्तो दामी खानेकुरा दिएको छ जस्तो छ थ्याङ्क यू सो मच है त अब थ्याङ्क यू सो मच भन्नु पऱ्यो नजिकमा त छैन तर म भने है यो सामान पुग्दै गर्दाखेरि लिँदै गर्दाखेरि थ्याङ्क यू त भनेको मैले भन्छु जहिले नि त्यो केटी मेरो रेगुलर कस्टमर हो क्या एकदम जो बिगेस्ट कस्टमरै भनौँ न त्यो आयो भने जे हो नि अब सेलहरू स्वात्तै बच्छ क्या कपडा नै टन्नै लिएर दिन्छ 1200 800 600 को चाहिँ जहिले कपडा धुलाउन लिन्छ क्या त्यो आयो भने त्यस्तै खानेकुरा दिएन भने पैसा चाहिँ दिन्छ कि एक्स्ट्रा 30 रुपियाँ 40 रुपियाँ जहिले हो दिने फेरि त्यो क्यास दिने होइन नि त फेरि अब जस्तो अब पेमेन्ट पैसा पेमेन्ट चाहिँ यसमा गर्नुपर्ने हो तर उसले चाहिँ पेमेन्ट यसमा गर्दैन मेरो अर्ग्यानाइजको एटिएम उसँग छ अर्ग्यानाइजको अकाउन्ट उसँग छ अनि मैले चाहिँ उसले माग्यो क्या अर्ग्यानाइज अकाउन्ट चाहिँ मलाई माग्यो अनि पैसा पेमेन्ट गर्नु पर्यो पैसाको पेमेन्ट गर्नु पर्यो भने चाहिँ उसले चाहिँ मेरो अकाउन्टमै हालिदिन्छ अनि मैले चाहिँ मेरो अकाउन्टै फेरि यसमा चाहिँ उसको बिलमा चाहिँ पैसा कति भयो जस्तो बिल चाहिँ यस्तो भयो नि त यस्तो बिलहरूमा चाहिँ कति पैसा भयो मैले चाहिँ यसमा पेमेन्ट गर्छु अनि बचेको पैसा मेरो भइहाल्छ होइन अनि एक्स्ट्रा जहिले एक्स्ट्रा पैसा हालिदिन्छ क्या अनि त्यो यदि उसले चाहिँ यहाँ दिएन भने यहाँनिर छेउनिर चाहिँ एउटा फेरि ब्रुस्टेटको पसल छ त्यहाँ गएर फेरि ब्रुस्टेट अर्डर गरेर गइदिन्छ ऊ आफू अर्डर गरेर यहाँ दिनु भनेर गइहाल्छ अनि त्यो मान्छेहरूले लिएर यो यताको ओभर छ त्यो मान्छेहरूले लिएर चाहिँ मलाई दिन्छ क्या त्यो चाहिँ छ एकदमै राम्रो भनौँ न हुन त खाना पाएछ राम्रो त भनिहालिन्छ के अरे होइन तर पनि
यो कस्टमर चाहिँ मेरो लागि चाहिँ एकदमै राम्रो क्या किनभने हामीलाई त काम गर्न आएको पैसा कमाउनु पनि छ अनि अर्को कुरो चाहिँ रेस्पेक्ट पनि चाहिन्छ र आफूले त रेस्पेक्ट दिनु नै परिहाल्यो उसले पनि एकदम रेस्पेक्ट दिन्छ त्यही नै हो आज चाहिँ यो खानेकुरा दिएको छ अब चाहिँ मैले एकछिनपछि खान्छु होला के कस्तो हुन्छ त्यो पनि भन्ने नै छु है त साथीहरू ल यसलाई चाहिँ खाएर टेस्ट गरे हेरो है त यसको दोस्रो लेयरमा चाहिँ के रहेछ त वाउ यार यो चाहिँ ठिक लाग्यो मलाई यो चिकन हो होइन अनि यहाँ ससेज पनि छ तर यिनीहरूले चाहिँ खै कस्तो खालको खान्छ कि बोइल गरेको मात्र कि स्पाइसी हुँदैन राम्रो त राम्रो हो होइन यो चाहिँ राम्रो हेर्नु न यसो टक्क छ यसमा होइन सब्जी पनि भएको दाल पनि भएको मकै भएको म त यहाँनिर बसेर खाइदिन्छु फेरि स्पाइसी हुँदैन कि यिनीहरूले चाहिँ कस्तो खालको खान्छ यार है स्पाइसी हामीलाई फेरि स्पाइसी मनपर्ने यिनीहरू खाना चाहिँ बिना स्पाइसी हुँदो रहेछ साथीहरू हेरेर पुरा एकदम दामी छ नि त होइन तर स्पाइसी नभएको स्पाइसी भएको भए यस्तो बोबाल हुन्थ्यो होला जे थियो चाहिँ खान पाइयो खाइयो त्यही नै हो साथीहरू भिडियो हेर्दै गर्नु होला लाइक कमेन्ट पनि गरिदिनु होला के कसो लाग्यो अब म त यहीँनिर काम गर्ने अनि एक काउन्टरमा बसेर खाइ पनि हालियो खानेकुरो तर मलाई चाहिँ यो कुरा चाहिँ भएको चाहिँ सही लाग्यो मकै सिमी है अनि गोबी यो सब्जीको नाम चाहिँ के भन्छ हौ थियो ल थ्याङ्क यू सो मच है त